हेलो नमस्ते अनि शुभ बिहानी। आज अहिले घडीको ठ्याक्कै 10 बज्दैछ। आज म एउटा यात्राको तयारीमा हिँडिरहेको छु। आज म यो एउटा नर्मल साइकल छ, यो साइकलमा हेर्न सक्नुहुन्छ यो एकदमै नर्मल साइकल हो। यहाँ चाहिँ गियरहरू केही पनि छैन। यो साइकलमा करिब 30 किलोमिटर अप एन्ड डाउनको यात्रा गर्दैछु र यात्रामा देखिने सम्पूर्ण दृश्य तपाईलाई देखाउँदैछु र म अहिले यहाँबाट निस्किँदैछु। भिडियो अन्तिमसम्म हेर्दै गर्नुहोला। यसको यो झोला छ, त झोलाभित्र एक बोतल पानी अनि एउटा मिनी माउन्टेन ड्यू र दुईवटा चाउचाउ छ, किनभने बाटोको लागि ब्याकअप तयारीको लागि हिँडिरहेको छु। र यो झोला, यो साइकल र म ओके। अब यो चाहिँ रत्न राजमार्ग हो जुन नेपालगञ्जबाट सुरु हुन्छ र म करिब 2 किलोमिटर रत्न राजमार्गको यात्रा गरिसकेपछि भित्र अर्को राजमार्ग लिएर जानेछु। भिडियो हेर्दै गर्नु। यसले हामीलाई रक्षा गरून्। यो देउती बजे जाने रोड र यता ओके। यो हाइवे चाहिँ रत्न राजमार्ग हो जुन कोहल बाँकी जिल्लाको नेपालगञ्जबाट सुरु हुन्छ र सुर्खेत जिल्लाको वीरेन्द्रनगरसम्म आइपुग्छ। म यतिखेर ठ्याक्कै धुलियाबिड चोकमा आइपुगेको छु। अगाडिपट्टिको चोक चाहिँ धुलियाबिड चोक हो र साइकलमै छु। र अब म रत्न राजमार्गलाई बिदा गरेर म जानेछु यता मदन भण्डारी राजमार्ग। यो चाहिँ नेपालगञ्ज जाने रोड हो यता। र अब मेरो यात्रा चाहिँ यता हुन्छ। लेट्स गो। बाटो अलिकति अफरोड छ यहाँ 1 किलोमिटर, त्यसपछि चाहिँ राम्रो बाटो भेटाउने भन्ने आशा छ। र म लेकबेसी नगरपालिकाको यात्रा गर्दैछु आज करिब 30 किलोमिटर। त्यहाँ अलिकति त्यो पारी स्कुलदेखि उतापट्टि अलिकति पक्की बाटो भेटिसकेका छौँ। यो चाहिँ मदन भण्डारी हाइवे हो र हामी मदन भण्डारी हाइवेमा अहिले हिँडिरहेका छौँ। बाटो एकदमै राम्रो बनेको छ। अलिअलि गिट्टी छ बाटोमा र डर पनि लागेको छ, साइकल हल्लिरहेछ। ओके, निकै तल यो रमाइलो गाउँमा आइपुगेको छु। एकदम रमाइलो हुँदैछ है। यतातिर गाउँ छ, यता माथि पनि गाउँ छ, यतातिर पनि गाउँ छ, यता पनि छ। ओह्रालोमा चाहिँ एकदम डर लागेको थियो, किनभने त्यो मसिनो ढुङ्गा यो साइडमा भएको यस्तो ढुङ्गा चाहिँ थियो कि त्यो ढुङ्गा फालेको थिएन। यस्तो बाटो भएको भए त डर हुन्थेन। साइकल एकदम हल्लिरहेको थियो। 30 दूरीमा छु। यहाँबाट अगाडि यो देखेको लेकबेसी नगरपालिका र म ब्याक यो आइरहेको चाहिँ वीरेन्द्रनगर नगरपालिका। यो यता पछाडिको वीरेन्द्रनगर नगरपालिका भने यो लेकबेसी नगरपालिका। करिब किलोमिटर जति त नभनौँ 4 किलोमिटर जति यात्रा गरिसकेको छु। अब 2 किलोमिटर जति लगभग उकालो बाटो हिँड्न छ र त्यसपछि फेरि ओह्रालो बाटो हुन्छ। उकालोमा अलि सक्कस हुनेवाला छ, किनभने गेरवाला साइकल होइन, नर्मल साइकल हो र नर्मल साइकलको यात्रा चाहिँ एकदमै कष्टकर हुन्छ। उकालोमा तान्न सकिँदैन, खुट्टा दुख्छन्। ओह्रालोमा चाहिँ आफै गोड्ने भएको भएर अब चाहिँ हामी लेकबेसी नगरपालिकातिर प्रवेश गर्दैछु है त। ओके, उकालो बाटो अलिकति डोराइरहेको छु। एकदमै गाह्रो हुँदो रहेछ है। यसरी उकालो छ कि बाटो, र हेर्दा चाहिँ यो समय जस्तो देखिन्छ। लास्टै उकालो छ कि अब गाडीहरू यस्तो रफ्तारमा आइरहेको हुन्छ है। दोहोऱ्याउँदैछु। यो एकदम जसै जसमा गरौँ त भनेर गरेको एउटा यात्रा हो। 2 किलोमिटर जति अलिकति उकालो छ यहाँ। बिचमा अलिकति केही सम्म पनि भेटिन्छ, त्यहाँनिर फेरि चढ्छु र यसरी हिँडिरहेको छु। म लेकबेसी नगरपालिकाको गङ्गटे बजार जुन वीरेन्द्रनगर नगरपालिका भनौँ अथवा मैले बसोबास गर्ने स्थान रङ्गशाला आसपास क्षेत्रबाट करिब 15 किलोमिटर छ भने एकतर्फी 15 किलोमिटर हो भने दुईतर्फी भनेको चाहिँ 30 किलोमिटर आज यात्रा गर्दैछु। त्यो पनि सठिक टाइममा। म 2 बजेभित्र चाहिँ यता आइपुग्नु पर्ने छ। 11 बज्दैछ। हेरौँ के हुन्छ।
चाहिँ अगाडिपट्टि एउटा स्कुल देखिँदैछ र बाटो निकै उकालो छ, ठाडो छ। आज स्कुल लागिरहेको होला र त्यही पनि निरन्तर यात्रा चाहिँ गरिरहेको नै छु। गाडीहरू रेगुलर रूपमा आउने क्रम जारी नै छ र बाटो एकदमै राम्रो बनेको छ। पहिला कच्ची हुँदाखेरि म चाहिँ यो बाटो यात्रा गरेको थिएँ र यो यस्तो खालको स्वरूप नै परिवर्तन गरिसकेको रहेछ यो बाटोले। खुसी लाग्यो। एकदम गाउँमा आइपुगेको छु। यहाँको स्थानीयहरू आफ्नो जनजीवनमा चाहिँ व्यस्त हुनुहुन्छ। कोही चाहिँ यसरी मल बोक्दै हुनुहुन्छ भने त्यहाँ चाहिँ हलो जोत्ने कामहरू भइरहेको छ र अहिले ठ्याक्कै गहुँ छर्ने सिजन पनि हो र गाउँतिर यस्तो छ। म बरीपाटी भन्ने ठाउँमा आइपुगेको छु। यहाँनिर बाटो अझै उकालो छ केही हदसम्म। त्यसपछि हेरौँ अलिकति सम्म हुन्छ कि गर्मी चाहिँ एकदमै बढिसक्यो, गर्मी भइरहेको छ। गाउँ छोडेर ठ्याक्कै जङ्गलमा प्रवेश गरिसकेको छु। साह्रै धौ भइसकेको छ, सानै भएको छु र अहिले फेरि अझ उकालो लाग्यो। बिचमा अलिकति ठिक थियो र उकालो लाएर फेरि उकालोमा हिँड्दैछु। के सोचे थिए जिन्दगीमा के भयो आज भने जस्तै भइरहेछ। नन स्टप आधा घन्टा भइसक्यो डोराएको हिँड्दैछु। खै ओह्रालो बाटो पो हेर्दैन, तर त्यति हो। फर्किँदाखेरि चाहिँ रमाइलो हुनेवाला छ, किनभने अहिले जति उकालो म यसरी हिँडिरहेको छु आउँदा ओह्रालो पर्नेछ त्यो बाटो र अगाडिबाट चाहिँ अलिकति बाटो केही हदसम्म ओह्रालो छ भन्ने छ। केही समय हो यो उकालो, त्यसपछि त गङ्गटेसम्म नै ओह्रालो बाटो भेट्नेछु भन्ने आशा छ। यहाँनिर चाहिँ एउटा कटिङ गरेको छ, यो कटिङदेखि उता साइड त ओह्रालो बाटो भेट्नेछु। भिडियो हेर्दै गर्नु होला। यसरी दुःख गरेर बनाएको भिडियोलाई चाहिँ धेरैभन्दा धेरै सेयर गरिदिनु होला। नयाँ साथीहरूसँग सब्सक्राइबको लागि पठाइदिनु होला, सब्सक्राइब गरिदिनु होला नगर्नुभएको साथीहरूले है त। भाइरल ठाउँमा आइपुगेको छु। यहाँ चाहिँ एकदमै यो माटोलाई काटेर बिचबाट बाटो निकालेछ र मान्छेले यसरी टिकटकहरू बनाउने गर्छन्। एकदमै रमाइलो ठाउँ छ यहाँनिर। यो अब यहाँबाट चाहिँ ओह्रालो बाटो छ र यो दुईवटा यो ठ्याक्कै माटो काटेर बिचबाट बाटो बनाएको भएर यो एकदमै भाइरल प्लेस भन्छु यसलाई म। यहाँ चाहिँ ओह्रालो बाटो भेटिसकेपछि अलि छिटो चाहिँ भएको छ। माथिको थकानहरू सबैलाई यता मेटाउँदैछु म। यो चाहिँ एकदम र हाइवे हो भन्न सकिन्न कहाँनिर के हुन्छ। भिडियो चाहिँ हेर्दै गर्नु होला। अब म सिधै जोगङ्गटे बजार पुगेर तपाईँहरूलाई भिडियो देखाउने छु र बाटो ओह्रालो छ एकदमै। साइकल रफ्तारमा दौडिरहेको छ र ठुलो टर्निङहरू पनि छ। भिडियो चाहिँ हेर्दै गर्नु होला है त। एकदम भाइरल पुल हो। यहाँनिर एउटा गाडी आइरहेछ, म देखाउँछु तपाईँलाई। पारिपट्टिबाट यो एम्बुलेन्स आइरहेछ। एकदमै भाइरल कुनै बेलाको यो भाइरल ठाउँ हो। यसरी गाडी आउँछ। यसलाई चाहिँ गङ्गटे खोला पुल भनेर लेखेको छ र ठ्याक्कै गङ्गटे आइपुगेका छौँ हामी। यसरी चाहिँ भिडियो भाइरल माथि र अब यो अलिकति डाँडा कट्यो भने गङ्गटे आइहाल्यो र त्यसपछि म फर्किनेछु है त। भिडियो हेरिरहनु भएको छ भने कृपया अन्तिम पोइन्टसम्म अझै पुग्दैछु। भिडियो चाहिँ हेर्दै गर्नु होला है। साह्रै तिर्खा लाग्यो, पानी खाँदैछु। पानी चाहिँ मैले आफ्नै घरबाट बोकेर आएको थिएँ र बाटोमा अब पानी पाउँछ पाउँदैन, फेरि जङ्गलको बाटो, त्यसले गर्दा पानी चाहिँ बोकेर आएको थिएँ। पानी खाँदैछु र त्यसपछि गङ्गटे बजारतिर लागेको छु र यो साथमा छ माउन्टेन भ्यू। गङ्गटे बजार आइपुगेको छु। ठ्याक्कै गङ्गटे बजार यो। यहाँ एउटा चोक छ। यहाँ के लेखेको छ भने ए हजुर कता, म चाहिँ गङ्गटेतिरै हो। यो ठ्याक्कै गङ्गटे चोक
र यो बाटो चाहिँ अगाडि देखेको बाटो चाहिँ सुर्खे दर्शकपुर मेलकुना हुँदै दाङ काठमाडौँ जाने हो भने यो यतैको लोकल गाउँतिर यो डाँडातिर जाने बाटो हो जस्तो लाग्छ। करिब 1 घन्टामा ठ्याक्कै यहाँ आइपुगेको छु। 1 घन्टा 20 मिनट जतिमा म आइपुगेको छु र आजको मेरो भिडियो यहीँसम्म छ। आजको भिडियो तपाईँले हेरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। र यतिखेर फाइनल्ली म गङ्गटे बजारमा आइपुगेको छु। यो चाहिँ लेकबेसी नगरपालिकाको वडा नम्बर 9 हो र निकै ठुलो स्वरूप लगिसकेको छ गङ्गटे बजारले। केही वर्ष अगाडि आउँदा यस्तो चाहिँ थिएन। र यो म आएको रोड हो भने यो गाडी आयो, यो गाडी चाहिँ दाङ तुलसीपुर हुँदै काठमाडौँसम्म जाने हो भने यो रोड यहीँको लोकल हो। यो गङ्गटे बजार एकदमै रमाइलो छ। र आजको यो मेरो नर्मल साइकलको यात्रा गङ्गटे बजारसम्मको लागि यति नै, धन्यवाद।